हेर दाइ आज चाहिँ म देवी दण्ड छु तपाईँलाई चाहिँ म देवी दण्ड देखाउँछु तपाईँहरूलाई आज चाहिँ नि बिहा छ तपाईँहरूलाई चाहिँ म थपबाट देता त भित्र देतो देताउनु हेर्नुहोस् है यहाँ बुबेहरू हेर्नुहोस् तपाईँहरूले गुड आफ्टरनुन सबैजनालाई म चाहिँ यहाँ सिलगढी डेवी डङका बिहामा आइरहेको छु र बिहा चाहिँ कसको भन्दा मलाई पनि थाहा थिएन हो म त रिक्जापाको र अनिस भाइको बडाको चाहिँ छोराको बिहा रहेछ र ठिकै मैले त बाटो चिनेको थिइनँ अनिस भाइलाई फोन गर्दै गर्दै आउँदा चाहिँ आधी बाटोसम्म न अनिस भाइले चाहिँ मलाई रिसिभ गरिदियो हो अनिस भाइलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु र अब अनिस भाइको पनि हल्का अब भ्लगहरू स्टार्ट हुन आँटेको छ है तर अनिस भाइ चाहिँ हिजो आएको रहेछ तर कतिवटा कामले गर्दा उसले चाहिँ आज उसको भ्लग चाहिँ अब अपडेट दिनु सकेन आज मेन बिहाको चाहिँ अपडेट दिन्छ अनिस भाइको भिडियो चाहिँ एकदम हेरिदिनुहोस् होला स्किप नगरिकन लाइक सेयर फलो पनि गरिदिनुहोस् होला ए मेमे आज यहाँ त्यो दिनहरू रे यस्तो दिन दौडे त अन्त आज बिहान आएर त भइहाल्छ त आमामा बिहामा मजा आउँदैछ नि हौ भाइ भित्र डान्स हुँदैछ झन् हो तामाङ सेलोमा गइरहेछौ त्यहाँ पनि भिडियो बनाइदियो अब भाइ तामाङ तेलो त खिच्नु पर्छ अब त्यहाँ गएर खिच्नु पऱ्यो नि होइन मेरो भत्तो त लाग्छ भ्लग त तेरो दामी छ नि कन्टेन्ट अझै अझै राम्रो बनाउँदै जानुपर्छ हो अब यहाँनिर छ कन्टेन्ट हो भित्र डान्स देखाइदिउँ आज देवी दण्डको भ्यूहरू तपाईँहरूले तपाईँलाई जस्तो लाग्छ भनिदिनुहोस् है ल दाइ धन्यवाद हेलो एभ्रिवान
अन्त अन्त के अन्त खाना खाइ खाना खाएन आज तँलाई बिहान आए त भयो त बिहामा एकदम मजा आइरहेको छ आज होइन मजा आयो त अन्त एकदम हजुर मजा आइरहेको छ अरू अलिअलि जाडो हुँदैछ अहिले चाहिँ अब बेलुका बेलुका भयो बेलुका बेलुका भएर चाहिँ आज हामी देवी दन्दा जान्छौँ देवीडङ्गा हो यो चाहिँ होइन देवी दन्दा मजा आइरहेको छ मजा तँ त्यहाँ कहाँ बोला त म चाहिँ यहाँ सिलगढी यता कोटमोडमा बस्छु अन्त म चाहिँ त्यहाँबाट सिधै आएको अन्त आज फर्स्ट टाइम म अनिस भ्लगमा होइन र लाइक भिडियो मन पर्छ भने लाइक कमेन्ट लाइक सेयर कमेन्ट सबलाई सब्सक्राइब फलो गरिदिनुहोस् र दाइ तपाईँ ती त नेट भत्न भेटुन् बाई बाई ल लाइक बाई बाई बाई